सर्वप्रथम त सम्पूर्णमा नमस्कार। मेरो नाम दुर्गा परियार। म श्री चन्द्रवती माध्यमिक विद्यालयकै कक्षा 9 मा अध्ययनरत छात्रा हुँ। नगरपालिकाद्वारा आयोजित किशोरीहरूका लागि आत्मरक्षा सिप तालिमको यस्तो पावन अवसर हामीले पाएका हुँदा मैले आफूले एकदम धेरै गौरवशाली महसुस गर्दैछु। हामीले यस तालिम मार्फत के कुरा थाहा पायौँ भन्दाखेरि हामी मेन गरी त किशोरीहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हिंसामा परिरहँदा हामीले आफ्नो आवाज बोल्न, हामीले आफ्नो आवाजलाई अरूहरू सामु देखाउन सकिरहेका हुँदैनौँ। हामी भित्रभित्रै दबिरहेका हुन्छौँ। हामीले यसको अन्त्य गर्न चाहिँ हामीले पहिला सुरुमा आफ्नो आवाज उठाउनुपर्छ। हामीले यदि आफूले हिंसा परिरहेछ भने हामी आफ्नो लागि आफै बोल्नुपर्छ र आफ्नो स्ट्यान्ड आफैले लिनुपर्छ। हामीले यस्तो हिंसा परिरहँदा यदि हामीलाई कसैले आएर समातेको छ, कस्तो तरिकाले हिंसा गरिरहँदा हामीलाई यस्तो धेरै कुराको सेल्फ डिफेन्सहरू सिकेका छौँ र यस्तै आगामी दिनहरूमा पनि यस्तो तालिमहरू आउनेछ भन्ने हामी आशा गरिरहेका छौँ र यस्तो तालिमहरू फेरि आएर हामीले अझै यस्तो हिंसाहरू हटाउनको लागि अझै यस्तो राम्रो तालिमहरू आओस् भनेर हामी नगरपालिकालाई अनुरोध गर्दछौँ भन्दै सोनिया छामी। म चाहिँ श्री चन्द्रवती माध्यमिक विद्यालय कक्षा 9 मा अध्ययनरत छात्रा सोनिया छामी हो। हामीले यस नगरपालिकाद्वारा आयोजित यस किशोरीहरूका आत्मसुरक्षाका लागि सिपमूलक तालिम चाहिँ हामीले लिने अवसर पाएका थियौँ। हामीलाई चाहिँ यसमा धेरै कुरा सिकाउनु भएको थियो। सर्वप्रथम त हामीले यो समाजमा देखिरहेका हुन्छौँ, महिलाप्रति धेरै हिंसा भइरहेको देखिन्छ र हामीले सबैभन्दा पहिला चाहिँ हामीले हिंसाको बारेमा बुझ्यौँ। हिंसा भनेको के हो, हिंसा कोबाट हुन्छ, हिंसा कसलाई चाहिँ हुन्छ, हिंसा कुन मतलब के कारणले हुन्छ भन्ने कुराहरू चाहिँ हामीले यस सिपमूलक तालिमबाट चाहिँ हामीले प्राप्त गरेको कुराहरू हो। अनि हामीले कुनै पनि व्यक्तिहरूलाई हिंसा हुनसक्छ, हामी जहाँ जाँदा पनि हिंसा हुनसक्छ। हामीलाई यदि हिंसा परिहाल्यो भने जस्तै हुन्छ नि महिलाहरूलाई भने हिंसामा परिहाल्यो भने कसरी हामी त्यहाँबाट बस्ने भन्ने विषयहरूमा चाहिँ हामीले यस तालिममा सबैले नमस्कार। मेरो नाम खुशबु पण्डित। म श्री सरस्वती मन्दिर माध्यमिक विद्यालयकी कक्षा 9 मा अध्ययनरत छात्रा हुँ। म यस सन्नति माध्यमिक विद्यालयमा किशोरीहरूको लागि आत्मरक्षा तालिममा सहभागी हुन पाउँदा आफूले ज्यादै खुसियाली ठानेको छु। यस तालिममा हामी धेरै स्कुलका सहभागी भएका थियौँ। यहाँ हामीलाई म्यामहरूले धेरै कुराहरू सिकाउनु भएको थियो, जुनले हामीलाई हाम्रो जीवनको आफूलाई रक्षा गर्नको लागि धेरै काम लाग्छ होइन। उहाँहरूले हामीलाई पहिला आफूले जान्नु पर्यो, आफ्नो शरीरलाई जान्नु पर्यो, आफ्नो समाजलाई, अन्त आफू कसरी सुरक्षित हुने टेक्निकलाई जान्नु पर्यो, कसरी कानुनलाई जानेर आफूले माथि भएको हिंसालाई कसरी हामीले न्यूनीकरण गरेर हामी आफू बस्न सक्छौँ र दोषीले सजाय दिलाउन सक्छौँ भन्ने म्यामले धेरै कुराहरू सिकाउनु भयो, जुन हामीलाई पछि भविष्यमा केही यस्तो आपद पर्यो भने हामी अवश्य नै यसलाई काम लाग्छ होइन। म्यामले हामीलाई हिंसा किन हुन्छ, कहाँ हुन्छ, कसरी हुन्छ होइन कि, अनि त्यसले हाम्रो जीवनमा के प्रभाव पार्छ अनि हामीले त्यसलाई कसरी न्यूनीकरण गर्न सक्छौँ भनेर पनि हामीलाई धेरै नै हुनेछ होइन। यस तालिमले हामीलाई धेरै कुराहरू नै सिकाएको छ होइन। आफ्नो रक्षा गर्नलाई, आफ्नो आत्माको रक्षा गर्नलाई होइन पहिला आफू बोल्नु पर्दो रहेछ होइन। पहिले आफू परिवर्तन भएपछि पुरै समाज, पुरै विश्व नै परिवर्तन हुँदो रहेछ भन्ने जानियो हामीले यति जान्यौँ भने हामीलाई भविष्यमा पुरै काम लाग्छ। अनि नमस्कार, मेरो नाम सुनिमुल। म श्री चन्द्रवती माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा 9 मा अध्ययनरत छात्रा हुँ। मलाई चाहिँ यस नगरपालिकाले आयोजित गरेको किशोरीहरूको आत्मरक्षा सिप तालिम एकदमै उपयोगी लाग्यो, जसमध्ये चाहिँ हामीलाई हिंसा भनेको के हो, बलात्कार भनेको के हो, हिंसा कसरी हुन्छ, कोबाट हुन्छ, कहाँ हुन्छ आदि कुराहरू थाहा पाउन सिक्यौँ। यो चाहिँ निकै नै उपयोगी कुराहरू पनि थियो। हिंसा गर्ने व्यक्तिहरूले कसरी आक्रमण गर्छ, त्यसलाई कसरी आफूले जुझ्न सक्छौँ, कसरी आफू भाग्न सक्छौँ आदि कुराहरू चाहिँ हामीले सिक्यौँ। र यदि हिंसा गर्ने व्यक्तिहरू आफूमाथि आइलाग्यो भने उनीहरूसँग कसरी जुझ्ने, कसरी आफू लड्ने, यस्तो कुराहरू चाहिँ हामीले सिक्यौँ र यो एकदमै उपयोगी छ भन्ने चाहिँ मलाई लाग्यो। हस्त धन्यवाद। नमस्ते, मेरो नाम आयुष्मान अधिकारी। म श्री सरस्वती मन्दिर माध्यमिक विद्यालयमा कक्षा 9 मा अध्ययनरत छात्रा हुँ। मलाई भानु नगरपालिकाले आत्मरक्षा सिप तालिम सिक्नको लागि छनौट गरेको आफ्नो विद्यालयमध्ये एकजना विद्यार्थी हुँ। मलाई यस तालिमले अहिलेसम्म थाहा नभएको हिंसाहरूको बारेमा, महिलाहरूलाई परेको हिंसाहरू कस्तो प्रकारको हुन्छ, त्यो हिंसाबाट कसरी जोगिने भन्ने कुरा सिकाउनु भएको थियो। हामीले यहाँ धेरै राम्रो कुराहरू सिक्यौँ। हामीले जान अज्ञानमा पनि हामीले
हिंसाहरू गरिरहेको हुन्छौँ। त्यस्तै हिंसाले आफ्नो साथीहरूलाई कस्तो चोट पुग्छ, हाम्रो मायामा पनि हिंसा लुकेको हुन्छ। त्यस्तै हिंसाले हामीहरूको साथीलाई चोट पुगेको हुन्छ। त्यस्तै हिंसा गर्न आफू पनि नगर्ने, अरूलाई पनि गर्न नदिने। हिंसा अरूबाट होइन, हामी आफैबाट हुन्छ र हिंसा हामी आफैले गर्छौँ र भोग्छौँ पनि आफैले नै। यस्तै हिंसामा कसरी रोक्ने र कसरी रोकथाम गर्ने, हिंसालाई कसरी गर्न नसक्ने भन्ने कुराहरू म्यामले सिकाउनु भएको थियो। सम्पूर्णमा मेरो नमस्कार। मेरो नाम दिपासा खड्गी। म श्री प्रभात माध्यमिक विद्यालयको कक्षा 9 मा अध्ययनरत छात्र। हामीले यो भानु नगरपालिकाद्वारा आयोजित किशोरीहरूका लागि आत्मरक्षाको तालिममा सहभागी हुन पाउँदाखेरि म आफैलाई गर्व ठानेकी छु। यो आत्मरक्षा तालिम गर्नका लागि चाहिँ हामी किशोरीहरू चाहिँ एकदम सक्षम हुनुपर्दछ। हामीले चाहिँ पहिला सुरुमा हामी चाहिँ के हुनुपर्छ, आफ्नो सिप क्षमताहरूको प्रदर्शन गर्नुपर्दछ। कसैले हामीलाई हिंसा गर्यो भने पनि हाम्रो हतियार भनेको नै हाम्रो आवाज हो। हामीले त्यसैले ठुलो आवाजसँग बोल्नु पर्दछ। हिंसा कसले गर्ने, कसरी गर्ने, कहाँ हुन्छ, कसले गर्छ भन्ने कुराहरूमा पनि सोच दिनुपर्दछ। हिंसा मबाट हुन्छ, मलाई हुन्छ। जो व्यक्तिलाई चाहिँ हिंसा भइरहेको छ त्यो व्यक्ति चाहिँ तिमी चाहिँ बोल, तिम्रो लागि म छु भनेर चाहिँ यो चाहिँ एउटा हुन्छ नि, साथीमा एउटा सान्त्वनाको भाव, हामीले उसलाई सपोर्टको भाव पनि यसमा पनि पैदा हुन्छ। र हामीले बुझ्यौँ छोरी हुनुमा किन दुःखी छौँ र छोरी हुनुमा किन खुसी छौँ, त्यो कुरा नै हामीले एकदम धेरै बुझ्यौँ। अहिले त हुन त धेरै चेन्ज, एकदम धेरै राम्रो जेनेरेसन आइसकेको छ। अहिले त धेरै प्रविधिको जमाना आएको छ, धेरै अन्धविश्वासहरू हटेको छ।